मेरो दोस्त आएछ दोस्त हेलो भन्दैन अलिकति हेलो हेलो यस 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 यसको चाहिँ खास है हेर्नुहोस् गाइस हेलो एन्ड नमस्ते वेलकम ब्याक च्यानल गाइस होइन अन्त आजको न्यू डे न्यू ब्लग लिएर आएको छु गाइस आज कन्टेन्ट चाहिँ के छ भने चाहिँ म चाहिँ भान्जीको भात खान जाँदैछु होइन अन्त एकदम दामी दिन मौसम भइरहेछ आजको अनि हेर्नुहोस् गाइस हाम्रो गाउँको रोड चाहिँ एकदम दामी भएको छ तर के गर्नु तर धुलो उडेर नै बिजोक हुन्छ हो अन्त यहाँ आएर गाडी आयो भने हेरिन सक्नुहुन्छ हो त्यही भएर चाहिँ गाइस होइन पानी चाहिँ लगाइदिनु हुँदो रहेछ यहाँसम्म अहिले भन्नुपर्ने चाहिँ यता हाम्रो घरपट्टि पनि पानी लगाइदिनु भनेर हो अन्त आजको भ्लग चाहिँ के कस्तो हुनेछ होइन तपाईँहरूले इन्जोय गरिदिनु होला एकदम फुल सनी डे अन्त आज तपाईँहरूलाई म मेरो भान्जी पनि देखाउने छु होइन अन्त एकदम अरे वाउ एस्टर्निङ चाहिँ यस्तो हिजो चाहिँ यस्तो धुलो भएको थियो होइन अहिले चाहिँ बनाइदिनु हुँदो रहेछ हो दाजुले एकदम खुसी लागिरहेछ हो नभए त कस्तो उका घर फर्किँदा चाहिँ क्या बिजो हुने गाइस यहाँनिर चाहिँ नि यस्तो उकालोमा चाहिँ टायर पछाडि पुरा बब्लिङ गर्थ्यो नि त गाइस अहिले चाहिँ एकदम बबालै भएछ नि त टक्कै पुरा लगाइदिनु हुन्छ पेलिदिनु रहेछ हो अन्त हाम्रो गाउँघरको चाहिँ भिडियो चाहिँ छ ए गाइस तपाईँको भाइलाई एकदम धेरै मायाको खाएको छ हो अन्त चाहिँ अहिले फिलहाल हाम्रो छन्ताङ स्कुल म जुन चाहिँ पहिला स्कुल पढेको जग्गामा आइपुगेँ हो अनि सबैसँग हाम्रो स्कुल थियो म चाहिँ पहिला स्कुलतिर पढेको हो गाइस अन्त यसको बाद चाहिँ म माथि साङ पढेको अनि एकदम मजाको छ गाइस स्कुल चाहिँ अब लागिसकेको छ अन्त यो चाहिँ छन्ताङ स्कुल हो गाइस हेर्नु चाहिँ मजाले हेरिराख्नुहोस् जग्गा नाम चाहिँ गुरुङ हो अन्त यसको बादमा चाहिँ आउँछ एके टर्निङ त्यहाँबाट चाहिँ आउँछ साङखोला अनि त्यहाँबाट चाहिँ अर्को हाइवे 32 नम्बर जाने 32 नम्बर जाने 11 जाने सिन्चन जाने आम्बो यो खास चाहिँ यहाँ लाउँदैछ नि पानी चाहिँ यहाँ चाहिँ भन्नु पऱ्यो गाइस एकछिन रोकेर अनि उता पनि आइदिनु ल भनेर सुन्नुहोस् न उता पनि लगाइदिनुहोस् ल पानी एस्टर्निङदेखि उता पनि लगाइदिनुहोस् ल हजुर एस्टर्निङदेखि उता पनि लगाइदिनुहोस् ल ओके मैले चाहिँ अन्त यहाँनिर चाहिँ पानी लाउने दाजु पनि भेटायो उसलाई पनि भन्यो अन्त हाम्रो घरपट्टि पनि लगाइदिनु उतापट्टि भनेर अन्त उसले ल भन्नुभयो एकदम खुसी लाग्यो गाइस अन्त एकदम बब्बाल हात रोकेको हाम्रो एकदम जामी ओभर गाइस आगे चल रहा है हमारा विल्सन उसके बाद साइमन हेलो भान्जी यता हेर्नु भान्जी चाहिँ भान्जी कुन भान्जीको नाम त के बिर्स्यो ए अर्बी हेलो भन्नु नानी हाँस्नु स्माइल चाहिँ मेरो भान्जी हो होइन उता पनि भान्जी हो होइन यता दिदी यता मम्मी अन्त यो दिदी यता पनि दिदी हो यता मिस सुषमा दिदी अन्त म चाहिँ अहिले 32 नम्बर दिदीको रुममा आइपुगेको छु हो अन्त
आजको भ्लग चाहिँ के कस्तो हुन्छ एकदम दामी हुनेछ हो तपाईँहरू हेरेर इन्जोय गरिदिनु होला गाइस म चाहिँ यहाँ 32 नम्बर मन्दिरमा आइपुगेको छु होइन यहाँ दिदी चाहिँ भान्जीलाई राखेको छ यहाँ गर्नुपर्छ हेलो नानी भित्र चाहिँ दिदी भेना हुनुहुन्छ हो भान्जीलाई लिएर चाहिँ भान्जी अनि यहाँनिर गर्नुहुँदैछ हो ईश्वर मन्दिर चाहिँ एकदम दामी छ गाइस म चाहिँ कहिले पनि आएको थिइनँ हो एकदम मजाको जग्गा रहेछ हो दिदीले चाहिँ पूजा गर्नुहुँदैछ हो यहाँबाट फर्कियो मन्दिरबाट होइन त्यहाँदेखि भान्जीको पूजा सकियो अन्त अहिले लास्ट तपाईँलाई म यहाँबाट दिदी बेनाको घरबाट रुमबाट फर्किने गरेर भेट्छु नि ल हेलो गाइस यहाँ चाहिँ हाम्रो 32 को हिरो ऱ्यापर होइन उसले चाहिँ भेट्यो होइन अन्त अलिकति के भनिदिनु भयो अन्त बुबुलाई सपोर्ट गर्नुहुन्छ सबैले यस्तै छ होइन बिस्तारै हुँदैछ बुबु पनि ग्रो अप ल टोपिस भन यस्तो हेर्नु छोडेर कहाँ टोपी लगाइदियो तिमी चाहिँ हाम्रो हेरेर त कति कहाँ हो हिरोलाई चाहिँ अन्त यस्तो छ गाउँ है एकदम दामी छ उसको चाहिँ गाउँ है चाहिँ गाउँ है भाइलाई गाउँ हाम्रो ओभर दामी छ अलिक काट्नु न बहिनीको केक आज भान्जीको केक भान्जीको लागि केक हो अनि यहाँनिर रेडी भान्जीको चाहिँ यहाँनिर केक काट्यो हो गाइस म यहाँ सुमन्दिरको रुमदेखि निस्केँ हो अन्त गाइस अब घरतर्फ लागेको हो कस्तो बाटो भेट्दैछु गाइस गाइस म यहाँबाट चाहिँ अब निस्केको होइन म यहाँबाट निस्केँ गाइस अन्त आजको यहाँनिर चाहिँ एकदम दामी भयो होइन एकदम भान्जीको सर्भिस चाहिँ एकदम मजाको भयो अहिले घरतिर निस्केको गाइस गाइस अब घरतर्फ लागेको अन्त होइन एकदम बढिया